मोबिल झऱ्यो कि के झऱ्यो र यार मोबिलै हो नि यार कस्तो ब्याड लक लाग्यो यार मेरो चाहिँ यहाँ यो के भन्छ यो च्याम्बर भन्ने फुटेर रहेछ हेम्माको अब ढुङ्गा त्यो च्याम्बर लागेर उ छत्ती होला होइन लागेर यस्तो मेरो दुर्दशा यस्तो नाकको फुटिसक्यो नभए नि त्यहाँ ठोक्यो थियो मोबिल झऱ्यो के झऱ्यो यार चलाको यस्तो बिच बाटोमा यस्तो गयो यस्तो यस्तो त भागै थिएन यार कस्तो रुन आयो मलाई त के दुनियाँ ठाउँ गयो कहिले यस्तो भएन नि त यो फर्स्ट टाइम हो कि यस्तो बिच बाटोमा यस्तो बाइकले धोका दिएको भन्ने कस्तो छ हालत लुकिङ ग्लासले माथि छोड्यो त्यही भएर चाहिँ यस्तो दुःख यार तपाईँहरूले उता देखाउनुहोस् ढिलो भनेको यति हो अरू छैन पत्तको दशा लागेर यति दिमाग खराब घाटा लाउनु भयो घरे पानी आएर त हेर्दा साथीहरू वेलकम टु घरे पानी पुन हिल फाइनली कसरी तान्ने यार मेरो बाइकलाई त लास्ट धुलो भन्छ यार हाई एभ्रिवान वेलकम टु माई च्यानल है सबैजना आरामै हुनुहुन्छ होला म पनि एकदमै ठिक छु अनि तपाईँले मेरो थम्बनेल टाइटल देखेर थाहा पाइ नै हाल्नुहुन्छ कि म कहाँ गइरहेको छु भनेर अब यत्तिकै मैले भ्लग स्टार्ट गरेपछि तपाईँले थाहा नै हुन्छ कि माया कहीँ राइटमा जाँदैछ भनेर सो यस गाइज म त जाँदैछु घरे पानी पुन हिलतिर किनभने मलाई त्यो एकदमै पहिलेदेखि जानु मन थियो क्या त्यो चाहिँ तर के गर्नु म चाहिँ अब टाइम यताउति त्यस्तै त हो नि होइन अनि त्यो भएको भए चाहिँ आइरहेको थिएन अहिले त अब गुराँसहरू पनि सुकिसक्यो होला तर के गर्ने अब अहिले मलाई टाइम मिलिरहेको छ भने चाहिँ म अभियसली आज म जाँदैछु होप म चाहिँ ट्रेक गरेर जान खोजिरहेको छु लेट्स सी के हुन्छ होइन म आम सो एक्साइटेड तर अलिकति नर्भसनेस पनि छ किनभने म हिँड्न सक्दैन कि भन्ने जस्तो किनभने फेरि मेरो फर्स्ट ट्रेक भनेको तिलिजो थियो त्यसपछि म कहीँ पनि गएको छैन त्यो मैले हिँड्दै गर्न सकिरहेको छैन अनि सो लेट्स सी योपालि चाहिँ के हुन्छ म चाहिँ अब बनथालीसम्म चाहिँ बाइक लिएर जान्छु त्यहाँ चाहिँ बाइक राखेर अनि त्यस पछाडि चाहिँ म जानु पर्ला भन्ने सोचेको छु लेट्स सी अब मुड चेन्ज भयो भने त अब भन्न सकिन्न कि म वहीँ माथिसम्म पनि पुग्न सक्छु म त होटललाई फोन पनि गरेको छैन बिर्सेर पाइन्छ होला अन्त अलिक छुट्टी छ भन्न पनि सकिनँ सो लेट्स सी अब म निस्किन लाग्यो 11 बजी सक्यो अगाडि निस्किन्छु भनेको के गर्दा त्यस्तै भयो मेरो बाइकको हल्का फोहोर छ बाइकहरू सब ग्लोभ्स सब अब चाहिँ म निस्किन्छु यहाँबाट यता चाहिँ फ्युल हाल्न जाँदैछु किनभने मेरो बाइकमा फ्युल छैन के यहीँमा त हालेर आउनु पर्ने रहेछ त्यस्तै भयो अनि हो त नि मान्छेहरू है के भयो के त्यहाँ तल पुलबाट चाहिँ लेफ्ट लागेको अब यहाँबाट चाहिँ बाटो कस्तो छ होइन त्यहाँ ठोक्यो थियो मोबिल झऱ्यो के झऱ्यो यार सेट मोबिल झऱ्यो कि के झऱ्यो र यार मोबिलै हो नि यार कस्तो ब्याड लक लाग्यो यार कहाँ ठोकेको र यार यस्तो मोबिल वहीँबाट कसम कहाँ रहेछ ढुङ्गा यत्रो ठुलो ढुङ्गा भने अब उनीहरू भनेको चुन्छ अनि कस्तो जाऊ यार कस्तो ब्याड लक लाग्यो यार यो के हो यो ढुङ्गा हो कि के हो यो फुट्यो यहाँनिर यो फुट्यो ल मेरो चाहिँ यहाँ यो के भन्छ यो च्याम्बर भन्ने फुटेर रहेछ हेम्माको तपाईँको यो हेम्माको कस्तो तातो छ यार सो सबै मोबिल खज्यो अब थाहा छैन के गर्छु होइन बाइक यता राम अब जाने कि नजाने कि के गर्ने कस्तो दोष आइला हो म त यो भ्लग कहिले आउँछ थाहा छैन तर आज चाहिँ वैशाखको 1 गते हो आजको दिनमा यस्तो त हुन नपर्ने हे बा म त कस्तो भयो भनेको यत्रो 5 वर्ष भइसक्यो है बाइक चलाएको यस्तो बिच बाटोमा यस्तो गयो यस्तो त भागै थिएन यार कस्तो रुन आयो मलाई त मान्छेहरूले नि कस्तो रुन आएको मलाई त सिरियसली कि मलाई यस्तो हुन्छ नि मैले
भने नि 5 वर्ष भयो यस्तो नभएको होइन। अनि यस्तो बिच बाटोमा अब के सोचेर हिँडेको हुन्छ के भइदिएर त अनि औरा हुन्छ नि त अनि त्यही भएर के यो ढुङ्गामा क्या ठोकिएको अरू केही होइन यति ढुङ्गामा ठोकिएको बाहेक कस्तो कस्तो ठोकेर के भइसक्यो होइन। यति साह्रो ढुङ्गा त्यो च्याम्बर लागेर उछत्यो होला होइन लागेर यस्तो मेरो दुर्दशा यस्तो म त कति रुनु जस्तो भयो कि मलाई त लेट्स अब के हुन्छ के गर्छु अब जाने कि नजाने गएँ नि अब त्यो हुन्छ नि जुन अब उहाँबाट घरबाट सोचेर आएको थियो त्यस्तो एनर्जी हुँदैन नि त बाटोमा नि अब के भन्ने हो म त एकछिन मैले यहाँ आमाकोमा राखेँ अब चाहिँ यहाँबाट गाडी आइहाल्यो अब गाडीमा जान्छु अब हामी बनताती पनि कटिसक्यौँ अब चाहिँ यो गाडीले जहाँसम्म लैन्छ त्यहीँसम्म जाने हो किनभने चाहिँ अब झाँदिन भने चाहिँ हामी किन झर्ने म झन् किन झर्छु र होइन अब अलिअलि चिसो होला जस्तो गरेको मौसम चाहिँ त्यही हो। अब ढुङ्गामा ठोकेर केही नहुने त्यो गाउँ ढुङ्गा ठोकेर यस्तो हुने भनेपछि त यहाँ कुरो कहाँ पुग्यो के यति दुःख राख्दा नि मलाई तिर्नु नआखा अझैसम्म नि त्यो के न के भयो अहिले हेर्दा यस्तो अर्का गाडी पछाडि ढुङ्गा खाएर जानु पर्यो गाडीभित्र बसेर नि अब बमिट आउँछ मलाई गुली पार्छ यहाँ भर्खरै आउला जस्तो भइसक्यो हामी कहाँबाट हुन्छ यस्ता आज अब भिडियो खिच्देको ल हेर्नुहोस् तपाईँहरूले उता देखाउनुहोस् ढिलो भनेको यति हो अरू छैन। अहिले चाहिँ हामी होटलतिर आइपुग्यौँ जस्तो लाग्यो तर के होटल उता देखाइदिनुहोस् त अघि उहाँ तलबाट देखेको थियो यही नै होला सायदले अब थाहा छैन यो अलि उता गएर थाहा भइहाल्छ के हो कस्तो हो भन्ने त आलु सालु नै यस्तो भएर चाहिँ असिनाले नै त्यही लगेर आएको अहिलेसम्म त गाडीमा ठिकठाकै छ धुलो चाहिँ खाइयो शरीर पनि दुख्छ होला कुन ठाउँ आइयो त्यो बाइक नबिग्रिया भए कस्तो हुन्थ्यो भएर हेर्नु तपाईँहरूले कति त्यो अफरोड कस्तो इन्जोय गर्नुहुन्छ भ्लग तर के गर्ने यहाँ लेखेको हुनुपर्छ कि कुन कुरोमा भन्छ कि केमा भन्छ दिमाग खराब यार कस्तो दशा लाग्यो कि भनेको त्यो अझै पनि सोच्दा त कस्तो उल्लेरी आइएछ उल्लेरी कस्तो लाग्छ के गर्ने यो दाईहरू सुर्खेतबाट आएको अरे झन्डै मैले एकचोटिमा दाई लगिदिनु भनेको त ल ओके भनेको न अब प्राइभेट आफूले आएको त तिमी मान्दैन नि त त्यस्तो लाग्छ तर मलाई अब यहाँबाट म हिँड्दै गयो भने त कस्तो दिनभन्दा त कस्तो नपुगाउँदा र नि हेरौँ के हुन्छ वेदर यस्तो छ पानी पर्दा जस्तो छ अलिक चिसै छ यो चिसोले गर्दा पनि होला अलिकति एल्टिट्युड सिक्नेस भएर नि होला त टाउको दुख्यो जस्तो नि भयो खै के हो त्यो उनीहरू ठिकै अरे केही खाने होला बिहान ब्रेकफास्ट मात्र गरेको कति बज्यो अहिले कति बज्यो भनेपछि 2 बज्न लागेको छ 2 बज्न अब 10 मिनट छ उता देखाइदिनु त यस्तो भिडियोहरू यो चाहिँ म यहाँ आएर टक्कर एकछिन बसेको छु गाडीको मान्छेहरू रोक्नु भयो नि त त्यही भएर म यस्तो बसेको छु अब यहाँ टक्कै एकछिन रेस्ट गरेर केही खाएर जानु पर्ला बिहान ब्रेकफास्ट त्यहाँबाट केही खाएन एउटा कुरा हात हेर्नु कस्तो भयो थेला पनि लगाइसक्यो यस्तो भयो अब तातो के खानु पर्ला हल्का चिसो भयो जस्तो फिल भयो के अरे हियर इज माई चिया यो कुन होटल कुनै होटलै याद गरेन म त भाइ अब चिया खान्छु एउटा चाउचाउ भनेको छु अनि त्यस पछाडि खाएर जान्छु र चाहिँ अलिकति त्यस्तै भयो तर केही छैन यतिको त अब भइहाल्छ कपाल बाँडेको कपाल के भयो यस्तो मान्छेहरू चाहिँ अहिले चाहिँ डेन्जरै हुनुहुन्छ विदेशीहरू हुनु रहेछ पुरा ल अब म चाहिँ यहाँबाट मेरो हाइकिङ सुरु भयो रियलवाला हाइकिङ यहाँसम्म त गाडीमा आएको थियो नि त अनि त्यही भएर सो गाडीको दाइहरू चाहिँ फर्किने अरे हतार गर्नुभयो अनि मैले खाजा मगाएको थिएँ नि त चाउचाउ आयो एउटा चिया आयो एउटा त्यही हो अनि हेरौँ खाना बित्तिकै हिँड्ने सकिन्छ कि सकिन्न नसक्यो जेसुकै होस् जे पर्ला तर्ला भन्ने जस्तै भयो भर्खरै सास बढिसक्यो यति हिँड्दा अन्त बोलेर नि होला बाटो चाहिँ अब देखे लाग्यो अरे अहिले त म एक्लै छु अब पछिन्छन् अघिन्छन् यहाँबाट माथि 1 घन्टा भनेपछि एटलिस्ट लगला नि 2 घन्टा मलाई बिस्तारै गएपछि होइन जङ्गलको बाटो होला अलिअलि अब चाहिँ हामी यहाँबाट उकालो लाग्दैछु गाह्रो भएछ अनि
यहाँ कस्तो गनाउने कि यो गाडीहरू त मलाई त वाक्कै आउला जस्तो हुन्छ भर्खरै ढुङ्गाहरू राखेर चाहिँ यस्तो अनि गाह्रो हुने यार यति हिँड्दा पनि कसरी पुग्ने हो माथिसम्म गाउँमै हुर्केको बढेको हो गाउँमै घाँस दाउरा गरेकै हो बजार झरेपछि अब जे कुरा पनि बानी बिग्रिने जे कुरा नि अब सुविधाजनक हुन्छ नि त त्यही भएर सबै गुराँसहरू त झरेर पनि सुकिसकेका के हेर्नु गुराँसहरू चाहिँ पुरा यस्तो भयो यसरी जङ्गलको बाटो एक्लै हिँड्नुपर्छ लन्थ्याङ हेर्नु यस्तो राम्रो यस्तो लगभग आधा घन्टा हिँडिसक्यो हल्का मात्रै रहेछ अहिले कपालहरू बाँधेँ ज्याकेट पनि खोलेर गर्मी भयो अनि यस बिस्तारै हिँडिरहेको छु सकिरहेको छु भनौँ अहिलेसम्मलाई चाहिँ त्यस्तो गाह्रो बाटो पनि नरहेछ अब उकालो नरहेछ घोरपान्डी माथि होला अलिक ठाडो बाटो यहाँ चाहिँ अब अलि इजी नै रहेछ के अरे अनि बाटोमा हिँड्ने मान्छेले फोटो खिच्दै भनेको अब इन्डियनहरू रहेछन् त्यहाँ देख्न सक्नुहुन्छ अनि अहिलेसम्म रमाइलो छ सास पनि बढिया छ नबढिया छ होइन एकदमै यस्तो अझै पनि लालीव्रत छ भने चाहिँ एक हप्ता अगाडि आएको भए कति राम्रो हुन्थ्यो होला हेर्नु न र यतिको त राम्रो होइन त अनि साथीहरू वेलकम टु घरेपानी पुन हिल फाइनली कति ऊ पनि हिँड्नु परेन 1 घन्टा नि लागेन 1 घन्टा लाग्यो भनौँ तलबाट त अब त्यहाँ बस्नु कि अलिक माथि जाने होला यहाँ त अलिक तल रहेछ जे होस् यहाँ चाहिँ गेट रहेछ नि त अनि त्यो भएर चाहिँ फाइनली ओहो म नि हिँड्न सक्ने रहेछु भन्ने कुरो चाहिँ यहाँबाट पत्ता लाग्यो अब यहाँ फोटो खिच्दै एउटा भन्नु पऱ्यो यहाँ अब गाइजहरू छन् को गाइजहरू हो यिनीहरूलाई होइन यहाँ चाहिँ अब इन्ट्री गरिसकेँ मैले अब चाहिँ होटेल चाहिँ अलिकति माथि होला यहाँ त अब अलिक बस्तीहरू चाहिँ अब छन त छ सानो रहेछ अब अझ हिँडौँ न आधा घन्टा अहिले माथि गएर बस्ने होला आनन्दले गाडी चाहिँ यहीँसम्म आउँदो रहेछ जस्तै पनि बाइकजना त हिँड्नै पर्ने रहेछ पर्न त ल के भन्ने केही भन्ने आइरहेन मलाई अघि बाइक बिग्रेर टेन्सन भयो के भन्ने त्यहाँ भन्दा त्यति बेला त म त हिँड्नु मात्रै आएको थियो एउटा अब जाने कि बस्ने कि डिसिजन गर्न सुत्दै सकेको थिएन कि मैले एकछिन त के हो के भयो अब त्यस्तो कहिले पनि नभएको नि त कति हिँड्यो कहाँ पुग्यो के भयो त्यस्तो बिच बाटोमा त्यस्तो कहिले केही नभएको कहिले पनि नहोस् भनेर सोचिन्थ्यो तर भएछ होइन भइहाल्यो अब आइहाल्यो यही रहेछ कि यो स्टेसनहरू चाहिँ लास्ट यहीँ रहेछ त्यहाँ अगाडि चाहिँ हो हामीले इन्ट्री गरायौँ त्यही हो साथीहरूमा चाहिँ रुममा आइसक्यो होइन देख्न सक्नुहुन्छ यही हो रुमलाई चाहिँ 700 तर म चाहिँ प्याकेजमा बसेको अनि अब लुगासुगा त अब एक्स्ट्रा केही पनि बोकेर आएन यस्तो अब तल लगाइहालेँ यसमै ज्याकेट लाउँछु यहाँ भ्यू यस्तो बबाल देखेको थियो है मैले देखाउँछु भन्दा भन्दै हेर्नु न हुस्सु लगाइहाल्यो भनेको यु क्यान सी भोलि बिहान हेरौँला है मर्निङ भ्यू कस्तो हुन्छ अब यहाँ चाहिँ फेरि उ गर्ने अरे कस्तो जाडो हुने रहेछ भाइ 8 बजी किचन बन्द हुन्छ अरे सो अहिले चाहिँ 5 बजिरहेको छ 5:30 भइरहेको छ त्यो भएको भएर चाहिँ अब तल जान्छु के खाने कस्तो पनि डिसिजन गर्छु गाइस अब भोलि भेटौँला यो भ्लगहरू चाहिँ मैले एकै ठाउँमै मर्ज गरेर हाल्ने ट्राई गर्छु नेक्स्ट डे हाई एभ्रिवन गुड मर्निङ अहिले चाहिँ ठ्याक्क 4:39 भइरहेको छ म यहाँबाट हिँड्न लगाएको छु अनि तल गएर किचन खुल्ला छ कि पानी पनि खान्छु ल किचनहरू चाहिँ खुल्ला छैन सो त्यो कारणले गर्दाखेरि म चाहिँ अब लागेँ एक्लै अरू पनि छन् होला यो सिटहरू पानी हेरिदिन्छ यस्तो राति ट्रेक कसले गर्छ यार सो अहिले चाहिँ म टिकट लिने ठाउँमा आइसकेँ कस्तो सास फुलेको हुन्छ
गर्नुपर्छ इन्ट्रान्स टिकट 150 अरे सो 150 भनेको 50 मात्र रहेछ आमा कस्तो देखिने हो फ्लासले त म त हेर्नु खतरा हेरेर आँखै मार्ने देख्न सक्नुहुन्छ लिगेँ मैले अब चाहिँ यहाँबाट चाहिँ जान्छ आनन्दले गुराँसहरू देखिरहेको हेर्नु भने तर के गर्नु सबै उहिलाइसकेको पो छ क्या त फाइनल्ली एटलिस्ट कति भने एटलिस्ट 45 कि 50 मिनट्स हिँड्यो वहाँ पुग्न चाहिँ 1 घन्टा लाग्छ होला बल्ल बल्ल आमा यस्तो धुवा गरेर आएको एटलिस्ट यो देखेपछि चाहिँ अब पुग्दा यहाँ त गएर लाउला 3-4 मिनट त्यही पनि त्यो छुट्टी किसिमको आनन्दकै देखेपछि होइन त्यही भएर फाइनल्ली साथीहरू पुगेँ म चाहिँ होइन यहाँ चाहिँ हल्का ठाउँ रिजर्भ गरेर बसेँ जस्तो गरेको छु अनि एउटामा चाहिँ चिया छ कि सो हेर्न मान्छेहरू आमामामा यति धेरै हुनुहुन्छ र मेरो हालत देखाउँछु तपाईँहरूलाई म ब्ल्याक टीको 150 है यहाँ चाहिँ यस्तो मिठो देखेको छ यो ल अहिले चाहिँ म यहाँ बसिरहेको छु सनराइजलाई चाहिँ कुदिरहेको छु साथीहरू देख्नुहुन्छ मेरो ब्यागको बब्बा भएर अझ पनि वेटर खुलेको भए चाहिँ यस्तो राम्रो हुन्थ्यो तर खुलेको छैन सो ब्याड लक त्यही पनि केही छैन 1 घन्टा नभनौँ लगभग 45 to 50 मिनट्समा चाहिँ म माथि आइपुगेँ हो खासमा भन्नुपर्दा चाहिँ अनि ब्ल्याक टी खाएर बसेँ अब चाहिँ एकछिन कुर्छु मान्छेहरू त आमामा अहिले पनि के विधि भिड हो यस्तो ए भगवान् यहाँ गुराँसहरू यति धेरै छ भनेपछि पहिला झन् कस्तो थियो होला लाइक अहिले पनि अझै पनि छ क्या गुराँसहरू चाहिँ अनि अहिले चाहिँ लगभग सबै सुकिसकेको छ अनि त्यही पनि यतिको चाहिँ अब राम्रै भन्नु पऱ्यो होइन अब सनराइज हुँदैछ बिस्तारै 5 to 10 मिनट्समा चाहिँ हुन्छ अनि त्यसपछि तल झर्छ माथि चाहिँ एकदमै हावाले हालेर कस्तो जाडो भइरहेको छ ओ भाइ साहब चाहिँ बिस्तारै हुँदैछ मान्छेहरू त आमामामामामा कति ल यो चाहिँ धौलागिरी है उता चाहिँ भइसक्यो यता मात्र बाँकी छ अब घाम पनि माथि आइसक्यो मान्छेहरू पनि बिस्तारै गर्दै हुनुहुन्छ अनि यहाँ चाहिँ फोनहरू लेखेको यहाँ छ नि त अनि यहाँ त फोटो पालै पाइँदैन होला चिया खाएँ हट चक्लेट खाएँ र पनि ज्यादा कम्ती भएको छैन गुराँसहरू पनि हल्का हल्का त रहेछ अब एकछिनमा यहाँ यस्तो फोटो खिचेर अनि त्यसपछि जानुपर्छ भनेको तर के गर्नु पालै आउँदैन ग्यास्ट्रिक हुन्छ क्या कि बिहान बिहान त्यो ब्ल्याक टी खाने विथ सुगर अनि हट चक्लेट खाने गर्दाखेरि ल साथीहरू अब फोटो सेसन सब सक्यो अब चाहिँ म लागेँ तलतिर अलिकति बाटोमा पनि मान्छेहरूलाई खिच्दियो भन्नुपर्छ होइन बाटोमा त मान्छे भेटिनु पऱ्यो नि त लगभग आधाभन्दा धेरै मान्छेहरू गइसक्नु भयो त्यो भएको भएर अब हात त्यस्तो कथङ्ग्रे अघि झन् कस्तो भयो अहिले त ठिक छ जियोस् गुराँसहरू अझै पनि रहेछ थोरै थोरै खुसी लाग्यो मलाई अब कसैले टिपेर दिलाङ भन्दा छैन गरे अब यही हो आफूलाई ह्याप्पी न्यू इयर भन्ने होइन अनि फोटो खिच्ने एक्लै कसैले वास्तै गर्दैनन् भिडियो हाल्दैन यहाँ
ठाउँ पनि आइसकेको छ। अब एकछिन बस्छु, फेरि भेटौँला। एकछिन बसेर अनि जान्छु। अब यहाँबाट त तल झन् 10 मिनट पनि लाग्दैन। उकालो मात्रै हिँड्दा गाह्रो के उकालो थाहा चाहिँ टाइम लाग्दैन कि। ल अहिले चाहिँ हिलटक होटल आइसकेँ म। मेरो फेरि टप होटल हो, म यहाँ बसेको। अब चाहिँ ब्रेकफास्ट खानु पर्ने हुन्छ है। तपाईँलाई म देखाउँछु कस्तो छ भनेर। अहिले त जाँदा रहेछ आनन्द भयो। ब्याकग्राउन्ड चाहिँ यस्तो छ। ड्रान्स चाहिँ यो भयो। यहाँको डाइनिङ हलमा चाहिँ ट्र्याकको रुममा जानुपर्छ। यो चाहिँ मेरो ब्रेकफास्ट भयो। अब यो चाहिँ खाएर निस्किनु पर्ने हुन्छ। एकछिन घाममा बस्नु भनेको कस्तो के नभएको जस्तो। ल साथीहरू, यो चाहिँ हो मेरो ब्याग। अब म चाहिँ यहाँबाट निस्किन लागेको। हिजो चाहिँ मेरो ब्याग चाहिँ कता अब चाहिँ म चाहिँ लाग्छु यस्तो मिठो इन्भाइरोमेन्ट छोडेर जानुपर्छ है। के गर्ने अब नेक्स्ट टाइम हामीलाई नि होइन यस्तो राम्रो छैन न। कति फुल्दा त कति राम्रो देखियो होला त होइन त के हो। सो यस ल अब चाहिँ यहाँबाट निस्केँ म। अहिले तल गएर भेटौँ। ल अहिले चाहिँ 1 घन्टा 1.5 घन्टा भनेर रोक्ने गरी हेर्छु। वहाँबाट हिँडेको भनेपछि 1:10:40 हुन लाग्यो भनेपछि लगभग 1 घन्टा 15 मिनट 15-20 मिनट जस्तो चाहिँ हामी हिँडेर यहाँ यो खोला भएको ठाउँमा आएको छ। भर्खरै गाडी गइदिएर यस्तो भयो। यताबाट जाने हो भनेपछि चाहिँ हामी चाहिँ ट्रेकिङ गरेर यताबाट गइन्छ। मान्छेहरू यति धेरै आमा आने जाने त कति भ्लगहरू पनि केही गर्नै मन लागेन भनेको। अब यस्तै त होइन तपाईँलाई के देखाउने वन जङ्गल साथीहरू म देखाइ नै राखेको छु के अरे। अब अलिकति तल उसले पुग्छु अनि तपाईँहरूलाई म अब गाडी पाउँछु कि पाउँदिनँ, खाना के गर्छु भने तपाईँले म इन्फर्म गरिहाल्छु गाइज होइन। सो किप वाचिङ है त। बनखाटी त आइयो, गाडी पनि पाइयो, तर यस्तो महँगो पाइयो। तर नयाँ पुलमा अब बुलेर गर्ने व्यवस्था गरेँ मैले। रिजर्भ 7,000 लाग्ने भयो बाइक लैजाँदाखेरि। आमामा मलाई त घाटा लाग्ने भयो भोलि पानी आएर त हेर्दा। एउटा उयो कालो जिप जाने हो अरे, यहाँ मान्छे पुगेको छैन। कसको फोन आएको हो क्या। अनि दिमाग खराब भयो के, फोन आएकै गरेँ कि अब अफिसबाट। म छुट्टीमा छु नि त, अनि त्यही भएर झ्याउ भयो यार यस्तो दिमाग खराब। यहाँबाट पोखरा गएको प्राइस चाहिँ यहाँबाट अब तल नयाँ पुलसम्म गएको प्राइस एउटै नै पर्ने भयो कि। अब त्यो जसरी हामी मिलेर जाने हो नि त, अनि त्यही भएर झ्याउ भयो। अब के अरू उपाय केही पनि छैन त। अब यहाँबाट हिँडेर जान पनि एटलिस्ट 4 घन्टा त फेरि लाग्छ बेकार। अब त्यो 4 घन्टा हिँडेर के गर्ने के अब भन ल। कति बज्यो ल 11:40 भइसक्यो। 11:40 12:40 1:40 2:40 3:40सम्म बल्ल वहाँ पुगिन्छ। अनि नयाँ पुल हुन त अब पुगिन्छ। हिजो पनि हिँड्ने, आज पनि हिँड्ने, बिहान पनि हिँड्ने, झ्याउ हुन्छ फेरि धेरै टाढा। अनि दिमाग खराब भयो। अब यहीँ गाडी अब 2 जना पुगे छैनन् रे। 2 जना पुगेन अब के अन्त नि होइन। महँगो पऱ्यो नि जानु पऱ्यो। यसपालि त लास्टै दशा लाएर रहेछ मलाई त। के गर्ने, माथि गएँ घुमेँ आएँ, घुम्रासम्म त बिर्सेँ। त्यसपछि त फेरि हालत तनावै तनाव। के खाने अब यहाँ विचार गर्न पऱ्यो। ल साथीहरू, म चाहिँ अब वहाँबाट हिँड्दै उल्लिएर आइपुगेँ। अब चाहिँ जुन बाइक भनेको थियो नि, बाइकको लागि बुलेर भनेको थियो नि, त्यो नै अब यहीँ बोलायौँ। किनभने चाहिँ अब सबै रिजर्भ जानु खोज्ने, नयाँ पुलसम्म नि एउटै प्राइस, पोखरासम्म एउटै प्राइस त त्यो कहाँ भयो त नि होइन। अनि हुन त अब अघि 7,000 भन्थ्यो, 10,000 भने रिजर्भ भनेको रिजर्भ हो। अघि अब 7,000मा 2,000 अघि त अब 1,000 मात्रै पर पर्सन नयाँ पुलसम्म पुऱ्याइन्छु भन्थ्यो। अहिले झन् मैले 3,000 थाल्नु पऱ्यो। त्यही पनि केही छैन, लास्ट भएको भने क्या ड्राइभरहरू त। अनि त्यही भएर जेसुकै हिँडेर आएको। अनि त्यो बेला फोन गरेको त आखिरले फोन गर्नुभएको थियो, आउँछु त नि भन्नुभयो अरे। अनि सो
अब उल्लेरी हाम्रो कत्न लगाइसक्यो यो अनि यहाँबाट चाहिँ रोडै रोड आउनु कोही नजानु भन्नुभयो सो रोडै रोड जानु पर्ला लास्ट थकाइ लाग्यो सकिसक्यो यार हिँड्दा 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 यार छेउबाट हिँड्यो यसरी आनन्दले यो मजा हेरेर बस्यो मैले यही बाटो हुँदै जाने हो कि हामी यही बाटो हुँदै जाने हो हेर्नु यस्तो दिमाग खराब भयो अब जोस् माथिबाट 130बाट उल्लेरीसम्म चाहिँ 45 मिनट्समा चाहिँ आएँ म गाडीवालाले भन्दै अझ हिँड तल बाटोमा भेट्नु भने हिँड्नै सकेको छैन अब झ्याउलाई पनि सक्यो त्यो भएको भएर चाहिँ एकछिन बसेँ मैले मुड चल्यो भने हिँड्ने होला अनि बाटोबाट नि त्यो अहिलेको त्यो गाइड रहेछ त्यो भाइ आउँदैछ होला त्यसले नि 2 जना गाइड छ दिदी भनिरहेको थियो आउन त गाडी छ भनेर भनेको के अरे मैले के गर्छ अहिले चाहिँ म यहाँ आइसकेँ अनि माथि भ्लग गरेको अनि भ्लगै नगरेको अनि यहाँ यसरी बाइक हाल्न लाग्छौँ यत्रोजना भएर दिनु न त लुकिङ ग्लास खोल्न पर्ने भयो क्या त्यहाँ अनि त्यही भएर त्यो छ हालत लुकिङ ग्लासले माथि छोड्यो त्यही भएर अब चाहिँ पनि खोलिँदै खोल्दैन भने ट्राई गरिराख्नु भएको छ जाऊ भयो गाँठे मान्छे मात्र भएर नहुने गाँठे के भएको यो माथि भिडियो त बनाएको थिएँ भिडियो नभएर चाहिँ के अनि त्यही भएर म त भर्छु त फेरि अनि भिडियो बनाउनु कसलाई बनाऊ भने अनि फेरि अगाडि ब्रेक सामान पऱ्यो नि त म त अनि त्यही भएर लागिहालेँ 6-7 जना दाइ मिलेर यस्तो गाह्रो यस्तो गत्त न पत्तको दशा लागेर यति दिमाग खराब हालत यस्तो भयो यहाँ खुट्टा दुखेर यस्तै दिमाग खराब भयो यस्तो त राम कहिले भएको म त्यो त कम्ता रोगो मलाई मात्रै थाहा त्यो अब कति दुनियाँ ठाउँ गयो कहिले यस्तो भएन नि त यो फर्स्ट टाइम हो कि यस्तो बिच बाटोमा यस्तो बाइकले धोका दिएको भन्ने बाइक धोका दिएको के भन्यो धुम्मामा लाग्यो अब नलाग्नु पर्ने ठाउँमा लाग्यो होला अनि त्यही भएर यस्तो भयो त्यही त भन्ने होला नि अब अनि त्यो बाइक गाडी के मलाई हामी त फुल होला माथि भनेर मगाइयो अनि पछाडि चाहिँ हुड राख्नु भएको रहेछ जाऊ अब त दिमाग खराब यार उठे त क्या उठेतिर धल्काउनु त अब छड्के गरेर हो भने कसरी यस्तो दुःख यार ए मेरो मिरर त खत्तम भयो भित्र सबै मिलेर चलाउन दोस्त निकाल्न लाग्छौँ टाइट गरेर बाँध्नु एकजना माथि आउँछ यहाँ चाहिँ यसरी बाँध्दैछौँ रस्सीले भित्र एकजना दाइ हुनुहुन्छ बाइक त डेन्जर स्क्रच हुनु भयो पोखरा पुग्दासम्म त के हालत हो नि यो बाइकको मान्नु पऱ्यो नि भाइ पिर त कहाँ नमानेर भयो अनि अर्को 30-40 आउला जस्तो छ यहाँ सेन्डोरी त हैन त्यसलाई सबै त कहाँ लाग्न मिल्छ यो त हामी ड्राइभर हो अब थाहा हुन्छ नि त्यो पछि आउँछ भनेर हामी सँगसँगै राख्नु पर्यो अब चाहिँ गाडीमा जानु पर्यो हैन अब चाहिँ डाइरेक्ट पोखरा गएर भेट्नुपर्छ बिच बाटोमा केही भयो भने इन्फर्म हाल्नु फाइनल्ली आइयो पोखरा मेरो बाइकको हालत यस्तो छ देख्न सक्नुहुन्छ कता गई ए बा जम्मै स्क्रच हुने भयो नि त धुलोले छ अघि कति राम्रो थियो चाहिँ भयो त्यस्तो भयो चाहिँ यहाँ झिक्ने तयारी चल्दैछ मेरो बाइक कसरी हो ए भगवान् ल गाह्रो है ल है निस्किन्ला मेरो बाइक केटी हो हेर मिरर है मिरर भन्दा नि मेन मिरर पनि यहाँ थोरै हो त
ए कसरी तान्ने यार मेरो बाइकलाई त लास दुलो बच्चा यार ए डेन्जर स्क्र्याच हो यो है मेरो गएको चाहिँ हेर्नु न कस्तो है अपाङ्गै भयो जस्तो भयो है यसलाई बनाउन मिल्छ ल अब चाहिँ म घर जान लाग्यो अझै पनि फाइनल कुरा चाहिँ भएको छैन साथीहरू किनभने चाहिँ अब ओल्डिङ गर्ने कि नयाँ फेर्ने भन्ने कुरा हो खर्च ठुलो कुरो भएर नयाँ चेसिस हाल्नुलाई चाहिँ अब त्यो अलि के अब स्वीकृतिहरू के दिनुपर्छ अरे आइआरटीबाट अब होला नि त उनीहरूकै अब के न के होइन त्यो भएको भएर चाहिँ अब भोलि एकचोटि आएर एकचोटि कुरा गर्छु ओल्डिङ गरेर पनि अब राम्रै चल्छ भने अफरोडमा यताउति होइन चल्छ जस्तो लाग्छ के अरे मलाई जस्तो लाग्छ मैले एक्सपिरियन्स अनुसार सब भयो भने चाहिँ ठिकै छ अनि भएन भने पनि अब नयाँ चिज हालौँला अराउन्ड 30,000 भित्र त आई थिङ्क हुन्छ होला त्यो भएको भएर चाहिँ हाम्रो रवि दादा आउनुभयो फेरि आमामा स्वागै छुट्टै छ फेरि ओ ल आयो भोलि पानीको भ्लग त तपाईँले इन्जोय गर्नुभयो होला होइन भिडियो चाहिँ अलिकति लामो हुन्छ कस्तो हुन्छ सो अन्तिमसम्म हेर्नु होला के कस्तो हुन्छ है त सुन अर्को भ्लगमा भेटौँ लगा आइसु नाकको फ्रिज गर्नु नभए नि